हेलो हाई नमस्ते। सो आज म यहाँ नाइग्रा फल घुम्न आएको। मैले नेपालबाट बुवा आमा आउनु भएको रहेछ, मैले मजाले भेटेँ। म आज बुवा आमासँग छोटो मिठो कुरा गर्न गइरहेको छु। तो बुवा नमस्कार। नमस्कार। ए हजुर नेपाल कुन ठाउँबाट? नेपाल तनहुँ डमौलीबाट। आमा नमस्कार। नमस्कार। कस्तो लागिरहेछ त क्यानाडा? एकदम रमाइलो। यहाँ अहिले घुम्न कसको साथमा आउनु भएको? छोरी ज्वाइँको साथमा आएको। भनेपछि क्यानाडा राम्रो कि नेपाल राम्रो? अब यहाँ व्यवसाय हुनलाई चाहिँ यही राम्रो, हामी नहुनलाई चाहिँ अब जहाँ बस्यो वहीँ राम्रो। नेपालको दाल र भात कतिको मिस गर्नु भएको छ? होइन खासै गरे होइन। उयो नेपालको सबैभन्दा धेरै कुरा चाहिँ के कुरा चाहिँ याद आउँदो रहेछ यहाँ आइराख्दा? यहाँ आउँदा आफ्ना छिमेकी दिदी बहिनी दाजुभाइ यस्तै के छ। अनि मलाई भेटेर चाहिँ कस्तो खालको फिल भयो आमा? तपाईँलाई भेटेर त एकदम खुसी। नेपाल जान मन छैन। म खुसीले ढले है गाइस। सो बुवासँग दुईटा कुरा सोध्न गइरहेको छु। बुवालाई कस्तो लाग्यो? राम्रै लागिरह। यो खास नागिरा फलको विशेषता के हो? यो हजुरहरूले कुन चाहिँ ठाउँमा हुनुहुन्छ? अहिले चाहिँ क्यानाडाको बोर्डरमा हैन? सो पारिपट्टि यो पारिपट्टि देखिरहनु भएको ठाउँ चाहिँ कुन हो? पारिपट्टि अमेरिका हो। सो हजुरहरूलाई यहाँ एकदम रमाइलो भइरहेको छ? रमाइलो भएर अब छोरी ज्वाइँ सबैको साथ त्यही माथि राजु अब छोरासित पनि घुम्न पाइए। ए हजुर हजुरलाई एकदम खुसी लाग्यो हजुरहरूलाई भेटेर। सो नेपालबाट क्यानाडा आएर बस्ने नेपालीहरूलाई हजुर के भन्न चाहनुहुन्छ? अब यस्तै हो, जहाँ बस्यो त्यही रमाइलो हो होइन। रमाइलो गर्न जान्नु पर्यो, खुसी हुन जान्नु पर्यो। त अब जहाँ पनि यस्तै हो। र अन्तिममा बुवालाई एउटा क्वेसन सम्पूर्ण नेपालीहरूको लागि, राजा कि राष्ट्रपति? अब पहिला त राष्ट्रपति नै रोजे आयो, अब राजा रोज्नु पर्ने स्थिति आयो। यही प्रश्न आमालाई पनि, राजा कि राष्ट्रपति? मलाई नि त्यही राजा। राजा। राजा आऊ देश राजा आऊ देश बचाऊ बचाऊ हामीलाई। ल नमस्कार, धन्यवाद।